आज तपाईहरुलाई हामीले यो जिपरमा कसरी कतिवटा प्याक गर्ने कुरा बताउँदैछु। सबभन्दा पहिले तपाईहरुलाई डीपी ओइल 1 लिटर डीपी मा कम्तीमा पनि तपाईले चाहिँ बढीमा चाहिँ 300 देखि 400 ग्राम सम्म यदि परफ्युम हाल्नु भए तपाईको राम्रो बन्ने छ र त्यो परफ्युम हालिसकेपछि तपाईले कस्तो क्वालिटीको बन्छ त्यो तपाईले बुझ्नु पर्ने छ। सामान्यतया बजारमा अहिले 10 जाने यो जिपर छ। यसमा चाहिँ जम्मा हाम्रो 12 वटा हुन्छ। 1 2 3 4 5 6 7 8 9 10 11 12 वटा छ। 12 वटामा एउटामा चाहिँ तपाईहरुले 8 इन्ची अथवा 9 इन्चीको स्टिक हाल्न सक्नुहुन्छ। 10 वटा हाल्न सक्नुहुन्छ। यो भित्र 10 वटा हाल्न सक्नुहुन्छ। 10 स्टिक र यसलाई अलिकता राम्रो बनाउनु छ भने तपाईले 8 स्टिक पनि हाल्न सक्नुहुन्छ। सस्तो बनाउँदाखेरि 12 15 स्टिक पनि हाल्न सक्नुहुन्छ। 12 15 स्टिक पनि तपाईले हाल्न सक्नुहुन्छ। त्यसै र यसलाई चाहिँ त्यसपछि हामीले यसरी लेमिनेसन गर्नुपर्ने हुन्छ। लेमिनेसन गर्नुपर्ने हुन्छ। त्यसपछि यसलाई प्लास्टिकको प्याकमा प्याकिङ गरेर प्रति दर्जन हामीले चाहिँ अर्को एउटा प्लास्टिकमा हालेर अनि मात्रै बजारमा निकाल्नु पर्ने हुन्छ। अब यो हाम्रो चाहिँ 20 जाने हो। 20 जानेमा चाहिँ हामीले बडीमा चाहिँ 16 देखि 18 वटा स्टिक हाल्नु पर्ने हुन्छ। यदि तपाईको राम्रो परफ्युम हाल्नु भएको छ तपाईले 12 स्टिक 15 स्टिक पनि हाल्न सक्नुहुन्छ। र यदि तपाईले सस्तो बनाउनु छ भने यसमा 20 देखि 25 स्टिक पनि 28 स्टिक पनि हालेको पाउनुहुन्छ। तर के हुन्छ भने इन्डियन कम्पनीहरुले के गरेका हुन्छन् भनेपछि यिनीहरुले 25 30 स्टिक पनि हालेका हुन्छन् सस्तो बनाउनलाई। तर हाम्रो नेपालमा राम्रो बनाउनु पर्ने भएकोले हामीले चाहिँ 25 देखि 30 हाल्न मिल्दैन। 16 देखि 18 20 वटा हाल्नु पर्ने हुन्छ। र यसको प्रति दर्जनको मूल्य तपाईहरुलाई चाहिँ प्रति दर्जनको मूल्य यिनीहरुमा पाउनुहुन्छ। 150 रुपैयाँ दर्जनसम्म पनि बिक्री हुने गर्छ र 10 रुपैयाँ चाहिँ लगभग 65 रुपैयाँ 70 रुपैयाँ सम्म बिक्री हुने गर्छ। त्यसपछि म तपाईहरुलाई 30 वाला देखाउँदै छु। यो 30 वाला हो। 30 वालामा हामीले चाहिँ यो भित्र यो सबभन्दा पहिले यसमा हामीले इनर हाल्नु पर्दैन। यसमा चाहिँ जम्मा 30 रुपैयाँ खालको बनाउँदाखेरि लगभग हामीले 40 काठीसम्म हाल्न सक्नुहुन्छ। 30 देखि 35 काठी हाल्नु। हेर्नुस् यसमा हालिसकेपछि 30 काठीसम्म हामीले हाल्दिने हो। 30 काठीसम्म हाल्दिने हो। हालिदिएर चाहिँ त्यसपछि हामीले चाहिँ फेरि यसलाई चाहिँ सिलिङ मेसिनमा सिल गर्नुपर्ने हुन्छ। सिल गर्दाखेरि अति उत्तम हुन्छ। सिल मेसिनमा सिल गर्नुपर्छ। यसरी गरेर सिल गर्नुपर्छ। सिल भइहाल्छ। यो पनि 30 खाले नै हो। यसलाई 50 खाले पनि बनाउन सक्नुहुन्छ। यसमा एमआरपी 50 हाल्दिने र 50 खाले बनाउन सक्नुहुन्छ। र 50 खालेमा हामीले लगभग 60 दाना 60 वटा सम्म स्टिक हाल्नुपर्ने हुन्छ। 50 हाल्नुपर्छ। तपाईको आफ्नो मार्केटमा कस्तो परफ्युम हाल्नुभयो त्यसअनुसार तपाईले चाहिँ हाल्न सक्नुहुन्छ। यसैलाई पनि 50 बनाउन सक्नुहुन्छ। यसलाई पनि 50 बनाउन सक्नुहुनेछ। 50 रुपैयाँ खाले बनाउन सक्नुहुनेछ। यस्तो खाले पनि 50 बनाउन सक्नुहुनेछ। 50 100 बनाउन सक्नुहुन्छ। अब कति दाना हाल्ने त्यसपछि त्यसअनुसारको चाहिँ तपाईले चाहिँ यसमा चाहिँ स्टिक हालेर त्यसपछि एमआरपी हाल्नुपर्ने हुन्छ। हेर्न सक्नुहुन्छ। यो फ्यामिली प्याकमा चाहिँ तपाईहरुले लगभग 200 ग्राम अथवा 150 ग्राम 170 ग्राम सम्म हाल्न सक्नुहुन्छ। र यसमा चाहिँ तपाईले अब यसको एमआरपी कति हाल्ने आफूले लेभल हाल्न सक्नुहुन्छ। यसमा एमआरपी को लेभल हाल्न सक्नुहुन्छ। र यसमा एउटै परफ्युम पनि हाल्न सक्नुहुन्छ। यसमा 3टा परफ्युम पनि अलग हाल्न सक्नुहुन्छ। 3 4 5 परफ्युम आफूलाई कसरी भने अलग इनर पाउचमा हालेर पनि हाल्न सक्नुहुन्छ। इनर पाउचमा हाल्न सक्नुहुन्छ। यसमा पनि तपाईले पाउनुहुन्छ। यसमा पनि हेर्नुस्। यसमा पनि तपाईले 3 4 परफ्युम 5 परफ्युम अलग इनर पाउचमा हालेर चाहिँ यसलाई लेमिनेसन गर्नुपर्ने हुन्छ। सिल गर्नुपर्ने हुन्छ। र यसमा चाहिँ हामीले 300 ग्राम 400 ग्राम 500 ग्राम सम्म हालेर पनि यसलाई प्याक गर्न सक्छौं। र बजारको मूल्य कति हो त्यसअनुसार चाहिँ एमआरपी हामीले चाहिँ गर्न सक्नुहुन्छ। यसमा हेर्न सक्नुहुन्छ। यसमा पनि फ्यामिली प्याक हो। यसमा
300 ग्राम 400 ग्राम 500 ग्राम आफूको आफ्नो मार्केटमा कस्तो बन्यो त्यो तपाईहरुले आफैले निर्धारण गर्न सक्नुहुन्छ। साथै हामी कहाँ अब पर्फ्युमको लागि पनि हामीले बिक्री वितरण गर्ने गर्छौं। पर्फ्युम हामी कहाँ 700 रुपैयाँ केजी, 750 रुपैयाँ केजी, 800 रुपैयाँ केजी, 1200 रुपैयाँ केजी, 1500 रुपैयाँ केजीमा राम्रो पर्फ्युमहरु पाउन सक्नुहुन्छ। र यसबाट विशेष जानकारी यदि तपाईलाई चाहिन्छ भने कमेन्ट बक्समा कमेन्ट लेख्नु होला, त्यसपछि विशेष जानकारी पाउन सक्नुहुन्छ। र तपाईलाई अर्को कस्तो किसिमको भिडियो चाहिए त्यस्तो किसिमको भिडियो फेरि हामी बनाउने छौं। हस्त नमस्कार। 5 वटा पर्फ्युम हाल्नु पर्ने हुन्छ। एउटै खोलभित्र 5 वटा इनर पाउच हालेर 5 वटा हाल्नु पर्ने अवस्था हुन्छ।